नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको मग्ग बग्गो अथवा मार्ग वर्गको पहिलो गाथामा जाउँ, जुन भगवानले जेतवनमा 500 जना भिक्षुहरूलाई भन्नुभएको थियो। त्यसमा भन्नुभएको छ, मग्गा नठङ्गीको सेठो सच्चानम चतुरोपदा विरागो सेठो धम्मानम द्विपदा नञ्च चक्षुमा। भन्नको अर्थ रहेछ, मार्गमध्ये अष्टाङ्गिक मार्ग श्रेष्ठ हो भने सत्यमध्ये चतुरार्य सत्य श्रेष्ठ, धर्ममध्ये वैराग्य श्रेष्ठ हो भने मनुष्यहरूमध्ये शुद्ध दृष्टिवाला बुद्ध नै श्रेष्ठ। त्यसैले भगवानले भन्नुभएको छ, एकायनो मग्गो अठाङ्गीको मग्गो। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।